उहाँलाई त सबैले चिन्नुहुन्छ, उहाँ को हुनुहुन्छ उहाँको बारेमा बताउने केही आवश्यकता नै छैन। तर उहाँले धेरै हाम्रो जेन्जी भाइहरूको लागि भलाइ गर्नुभएको छ, तर उसको नाम लिएर अहिले बदनामी चलिरहेको छ। तपाईँहरूसँग रिक्वेस्ट छ कि यो भिडियोलाई जति हुन्छ त्यति रिपोस्ट सेयर गरिदिनु होला, किनभने यो सिरियस नोटिस हो। आशिका दिदीले के पोस्ट गर्नुभएको छ तपाईँहरू यहाँ पढ्नु होला। म तपाईँहरूलाई भनिदिँदैछु, आशिका दिदीको नाममा लुटपाट मचाइरहेको छ धेरैजना। आशिका दिदी जसलाई मद्दत गरेका थिएन उनीहरूको रुम गएर भन्दैछ कि हामी आशिका दिदीका टिम हो र उनीहरूलाई पैसाको खाँचो पर्यो, त्यही भएर म तपाईँहरूसँग थोरै पैसा लिन आएको छु। आशिका दिदीले जसलाई पैसा दिनुभएको त उसकोसँग थोरै पैसा लिइरहेको, एकजनासँग 7-8 हजार जति लिइरहेका छन् र यो नम्बर सार्वजनिक पनि गरेका छन्। यो नम्बरबाट फोन आइरहेको थियो। प्लिज यो भिडियो जति रिपोस्ट सेयर गर्नु छ गरिदिनु होला। म एउटा कुरा अझै भन्न चाहन्छु तपाईँहरूलाई, म यति दिनदेखि भिडियो हालिरहेको छु, तर एक दिनमा 4-5वटा भिडियो तपाईँहरूको लागि ल्याउँदै गर्छु। एक दिनमा 4-5वटा भिडियो बनाउँदै गर्छु तपाईँहरूको लागि। तर तपाईँहरू फलो नगरे पनि त प्लिज रिपोस्ट सेयर त गरिदिनुहोस्। हाम्रो देशमा के नयाँ अपडेट चलिरहेको छ उनीहरूको बारेमा तपाईँलाई बताउँछु, तर तपाईँहरू फलो नगरे पनि प्लिज सेयर गरिदिनु होला, यही भन्न चाहन्छु।